आफूलाई जे मन लाग्छ त्यो हाल्नु हुन्छ भोलि मजाको पनिर हुन्छ यो हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आजको भिडियो चाहिँ मेरो 12 बजेबाट स्टार्ट हुँदैछ र आजको भिडियो चाहिँ म यहाँ मेरो बिहानको लन्च रेडी पार्दैछु र म आज चाहिँ एकदम मिठो र हेल्दी मेरो लन्च रेडी गर्दैछु र तपाईँहरूसँग पनि सेयर गर्छु मैले त के खान्छु भनेर है त लन्चमा मैले यो क्याबेज काट्दैछु यति काटिसकेँ अनि म आज चाहिँ चिकन स्यालेड बनाउन गइरहेको छु दिनभरिमा भोक लाग्छ नि त अनि यही खाने हो एक कचौरा बनाउने अनि खाइरहने हो बसेर आफूलाई जे मन लाग्छ त्यो हाल्नुहुन्छ मलाई चाहिँ क्याबेज मिसाएँ अनियन मिक्स गर्छु अनि यहाँ खुर्सानी नभए त मेरो जिन्दगी चल्दैन खुर्सानी अनि यो क्युकुम्बर अनि यो चाहिँ धनियाँ अब यसमा आफूलाई लेमन कति मनपर्छ त्यति हाल्नु मलाई चाहिँ अमिलो ठिकै लाग्छ त्यस्तो पिरो चाहिँ खान जति सक्छु अमिलो चाहिँ अलि सक्दिनँ म मेरो दाँत दुख्छ अमिलो खायो भने मजाले हालेँ अनि यसको यो सिड्स बिस्तारै निकालिदिनु पऱ्यो तर अहिले खाने बेलामा पनि मैले हेर्छु त्यो यो केराउ भिजाएको केराउ मनपर्छ यो हालेँ त्यसपछि यो चाहिँ चना पाकेको चना यसमै हाल्ने ब्ल्याक पेपर चनाको नुन अलरेडी छ नुन यति मात्रै अब अलिकति मकै मिक्स गरौँ यो चाहिँ अप्सनल हो यो चाहिँ मलाई मनपर्छ मकै त्यसैले अब यत्रो एक भाँडो खाएपछि भात खायो भन्दा पनि चर्को भयो नि त तर मेरो यो सबै लन्च पनि यही हो दिउँसो भोक लागेर खाजा खान मन लाग्यो भने यही खाएँ एकैचोटि खाएर सकाउने होइन बनाएर राख्या हो भोक लाग्यो कि नुनिलो खाना मन लागेर भोक लाग्यो भने यो कचौरामा लिएर खाइहाल्ने अब खान मन लाग्दैन अब यसो चिकन मात्रै हाल्नु मागेको छ चिकन पाक्दैछ राम्रोसँग फ्राइड हुन्छ अनि हाल्छु मलाई त काँचो मन पर्दैन मजाले त्यो भएपछि यसमा हाल्ने अनि इट्स रेडी लास्टमा चाहिँ साइडमा मैले दुध पनि बसालेको छु यो चाहिँ पनिरको लागि हो खुर्सानीको अलिकति झोल पनि हालिदिनु पर्यो मिठो हुन्छ खुर्सानी त अलरेडी यसमा हालेको छु मैले चिकन पनि रेडी भइसक्यो यतिको रातो भएपछि चाहिँ मलाई मनपर्छ मेरो त काँचो चाहिँ मन पर्दैन यो भयो अब यसलाई पनि त्यसमा मिक्स गरौँ है त यो चाहिँ चिकन स्यालेड भन्दा नि चटपटे भयो चटपटे यसमा भुजा हाल्यो भने भुजा र चाउचाउ हाल्यो भने के हुन्छ त्यो चटपटे हुन्छ चिकन चटपटे हुन्छ अब यत्रो एक कचौरा खायो भने त किन खानु पऱ्यो भात म चाहिँ कुनै बेला भात लभर थिएँ कि भात नभएको हुने त्यो जति भात लभर भयो नि भात चाहिँ एक टाइम खाने हो म सक्तो लाग्यो समेतले नै बेसी चाहिँ मिनटको लागि मिठो बनाए मात्रै हो बेलुकासम्म यो दिउँसोसम्म सकिन्छ तर यति खाइन्छ मेरो पेट रातिसम्म पुरा फुल हुन्छ प्रोटिन छ त हेर्नु त मासु छ चना छ अरू बेला त म अन्डा पनि हाल्थेँ अन्डा उसिनेर कहिले उसिनेर हालेर त्यो गर्थेँ कहिले चाहिँ पोच जस्तो हालेर पोच बनाएर अनि यसो गर्थेँ तर आज अन्डा अति हुन्छ भने अन्डा नहालेर अरू बेला त अन्डा पनि हालिदियो मैले अन्डा पनि हालिदियो मासु पनि हालिदियो ल्याबुरी भिजाएको पनि हालिदियो पकाएको पनि हालिदियो सबै भएको सबै मिक्स गर्ने कसरी मिठो बनाउन सकिन्छ कसरी के गर्दा मिठो हुन्छ भन्ने मात्रै सोच्ने त्यसो गरेर हाल्दिनु आज चाहिँ अन्डा चाहिँ नहालौँ भयो किनभने मैले अलरेडी बिहान ब्रेकफास्टमा पनि अन्डा खाइसकेको छु
त्यो 2टा अन्डा खाइसकेको छु। फेरि यसो कम्तीमा पनि 2टा हाल्नु पऱ्यो, 4वटा हुन्छ दिनमा, 4वटा अन्डा भनेको धेरै हो। 2टासम्म ठिक हो, म 2टा खाइसकेको छु। र यो मेरो हो, तपाईँहरू पनि यस्तै रेसिपी बनाएर मिठो गरेर खान सक्नुहुन्छ होइन। खाना कम गरेर, भात कम गरेर भनौँ न, व्हाइट राइस, र यो एकदम मिठो हुन्छ। भोलि मजाको पनिर हुन्छ यो। अहिले चाहिँ बेलुकाको 5 बजिसक्यो। बेबी के गर्दैछ? मैले यहाँ कपाल बाटिसकेँ। बेलुकाको 5 बजिसक्यो। अब चाहिँ अघि 1 बजीतिर खाएको थियो होला, 12 बजी पनि अलिअलि खाएँ, 1 बजी खाएँ। अब फेरि भोक लाग्यो, आधा खाइसकेको छु, अझै बाँकी छ, अब म खान्छु। अनि आजको लागि चाहिँ मेरो ब्लग यति नै हो। यो मैले यो बनाएको रेसिपी सेयर गर्न भिडियो गरेको थिएँ। मेरो ब्लग आजको लागि यति नै हो भन्दै फेरि नेक्स्ट ब्लगमा नयाँ कुरा लिएर म आउने छु भन्दै अहिलेको लागि चाहिँ बाई बाई।